नमस्ते दर्शकबिन, तपाईले यति बेला हेर्दै हुनुहुन्छ एनएसए युट्युब च्यानल। फेरि पनि स्वागत छ तपाईलाई मेरो यस युट्युब च्यानलमा। दर्शकबिन, आज मैले फेरि एउटा भिडियो लिएर उपस्थित भएको छु हजुरको सामु। भिडियोलाई भने अन्त्यसम्म हेरी साथ दिनुहोला अनि च्यानललाई सब्स्क्राइब चाहिँ गर्न नबिर्सिनुहोला। र हस्त अब सुरु गरौँ। दर्शकबिन, कान्छीलाई छोडेर भूपेन्द्रले जब गएका थिए, भूपेन्द्रलाई एउटा नालीमा एकदम घाइते अवस्थामा फेला पारिएर हस्पिटल लिएर आएर भर्ना गरेको हो यो दृश्य। भूपेन्द्रका दाजुभाइ आएर हेर्दाखेरि अचम्मै पर्छन्। कान्छीले रगत दिइराखेकी छन् भनेर जब कान्छीलाई रगत दिइराखेको अवस्थामा देख्छन्, उसका दाजुभाइ अचम्मै अचित परेर हेरेका हुन्छन्। त्यसपछाडि उनीहरू गएर डाक्टरसँग सल्लाह गर्छन्। डाक्टरसँग सल्लाह गर्दाखेरि डाक्टरले भन्नुहुन्छ, तपाईको भाइलाई गहिरो चोट लागेर रगत धेरै बग्नुको कारणले गर्दा उहाँले रगत दिएर बचाइराख्नु भएको छ भन्नुहुन्छ डाक्टरले। त्यसपछि दाजुभाइ सल्लाह गर्छन्। दाजुभाइ सल्लाह गरेर दर्शकबिन, जब भूपेन्द्रका दाइले आफ्नो भाउजूसँग फोन गर्दाखेरि आफ्नो भाउजू एकपल्ट त भूपेन्द्रलाई चोट लागेको छ एकदम अवस्था भने भन्दाखेरि उसको भाउजू एकदम खुसी हुन्छ, भूपेन्द्रको भाउजू। त्यस पछाडि केही निको पनि भएको छ, कान्छीले रगत दिएर उसलाई बचाइराखेकी छन् भने भन्दाखेरि उसको भाउजू दर्शकबिन अचम्मै परेर एकदम गहिरो तरी सोचमा परेर उनले हेरिराखेकी हुन्छन्। कतै यो उसकै भाउजूको, भूपेन्द्रको भाउजूको षड्यन्त्र त होइन दर्शकबिन यो। त्यस पछाडि फेरि कान्छी जब घर नजाँदाखेरि अचम्मै परेका हुन्छन्। उनीहरू गाउँ फर्किन लाउँदाखेरि एकजना व्यक्ति गएर भन्छन्, कान्छी यस्तो यस्तो भएर उहाँ भूपेन्द्रलाई रगत दिइराखेकी छन् भनेर भन्छन्। त्यस पछाडि दर्शकबिन उनीहरू हस्पिटल भेट्न जाने भनेर भनेका हुन्छन्। अनि कान्छीले भन्छन् हस्पिटलमा, भूपेन्द्रले सकभर आँखा खोल्दाखेरि मलाई नदेखुन्, मलाई ढाकिदिनुहोस् भनेर भनेकी हुन्छन्। दर्शकबिन हेर्नुहोस्, कान्छीले यति माया गर्ने भूपेन्द्रले किन छोडेर हिँडे त? आखिर किन यस्तो भयो? यति माया गर्ने मान्छेलाई त छोडेर हिँड्न नहुने हो। हस्त दर्शकबिन, अहिले म यति भन्दै म बिदा हुन चाहन्छु। तपाईको सल्लाह सुझाव, तपाईको जिज्ञासाहरू के छ सब कमेन्टमा छोड्न चाहिँ नभुल्नुहोला अनि च्यानललाई सब्स्क्राइब चाहिँ गर्न नबिर्सनुहोला। हस्त।